छिमेकमा भारत हुन्थेन भने कर्णाली सुदूरपश्चिमका अधिकांश मेरा घरका दाई भनाजुहरू भोकै मर्नु पर्ने अवस्था थियो। भारतलाई जसले जसले ठुलो स्वरमा गाली गर्न सक्छ त्योबाट राष्ट्रवादी कहलिने। यस्तो खालको गलत परम्पराले न सम्बन्ध राम्रो हुने न जनताले सुख पाउने हुन्छ। नेपालका लाखौं लाख गरिब दलित उपेक्षित वर्ग त्यो भारतमा भाँडा माझेर बसिरहेको छ, कुल्ली काम गरेर बसिरहेको छ, सेक्युरिटी गार्ड गरेर बसिरहेको छ, त्यहाँ पीडा सहेर बसेको छ, त्यहाँ घृणा सहेर बसेको छ। छिमेकमा भारत हुन्थेन भने कर्णाली सुदूरपश्चिमका अधिकांश मेरा घरका दाई भनाजुहरू भोकै मर्नु पर्ने अवस्था थियो। दलित समुदाय कति छ, पन्जाबमा कति छ, दिल्लीमा कति छ, मुम्बईमा कसरी बसिरहेको छ त नि? त्यहाँका गरिबहरू कसरी अर्काको देशमा कुन स्तरमा बसिरहेका छन्? यहाँ त कस्तो गरियो भने भारतलाई जसले जसले ठुलो स्वरमा गाली गर्न सक्छ त्योबाट राष्ट्रवादी कहलिने। यस्तो खालको गलत परम्पराले न सम्बन्ध राम्रो हुने न जनताले सुख पाउने हुन्छ। सम्माननीय प्रधानमन्त्रीजीले भनेको कुरा पनि त्यति हो। मात्रै के हो भने हामीले आफूले बिर्सेको कुरा छ। अहिले यो विद्वान भन्नेहरूले मैले यसो टिप्पणी गर्छु, भारतलाई केही भएको छैन, नेपालले किन बोल्नु परेको छ भने आफूले लगेको भाग चाहिँ बोल्न नपर्ने, मैले जति लगाएको छु लगे मेरो चाहिँ फिर्ता दिए भन्ने कुरा मात्रै छलफलको विषय हुन्छ। इमान्दारितापूर्वक भनिएको कुरा के हो भने मैले पनि कहीँ चाहिँ मुछिएको ठाउँ छ भने हामी पनि छोड्छौँ, तैँले पनि अस्वाभाविक ढङ्गबाट मुछेको ठाउँ चाहिँ छोडिदिनुपर्छ भनिएको थियो। तर त्यसलाई चाहिँ अहिले बडो अतिरञ्जित गराएर के न्यु पाऊँ लुतो कनाउँ भएर साथीहरू बस्नु भएको थियो। हिजो आएर अलिअलि प्रधानमन्त्री यसो कनाउन के थाल्नु भएको थियो, फेरि सबै चाहिँ कनाको कनाई